दर्शकबिन हामी कुन अधिकारको कुरा गर्दैछौं, कुन संविधानको कुरा गर्दैछौं जहाँ एउटा नागरिक अप्ठ्यारो परिस्थितिमा आफ्नो परिचय बनाउन नपाएर जिउँदै मर्न बाध्य हुन्छ। त्यस्तो घटना हाम्रो समाज र प्रशासनको वास्तविक चित्रण हो। बर्दियाकी 22 वर्षीय अन्जु थारू 15 वर्षकी हुँदा विवाह अघि नै गर्भवती भइन्। गाउँको पञ्चायतले उनलाई अनिल थारूसँग मन्दिरमा लगेर विवाह गराइदिए। 2075 मा उनी छोरीकी आमा बनिन्, तर जीवन त्यति सरल भएन। सम्बन्धमा खटपट बढ्यो, उनी माइती फर्किन् र अंशको माग गर्दै जिल्ला अदालतसम्म पुगिन्। अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नहुँदा उनले आफ्नो अंश आफ्नो नाममा ल्याउन सकिनन्। छोरीको जन्मदर्ता पनि हुन सकेन। कानुनी व्यवस्था रहे पनि स्थानीय प्रशासन र वडा कार्यालयको अवरोधले जीवन र अधिकार विघटन भयो। माइतीबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले रोक्यो। स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अन्जु अन्ततः कार्तिक 22 गते आत्महत्या गरिन्। 4 दिनमै उनका बुबा 61 वर्षीय कान्छा थारूले पनि आत्महत्या गरे। दर्शकबिन, यहाँ केवल व्यक्तिगत दुःख छैन, यो देशको प्रशासनिक क्रूप अनुहार हो, जहाँ कानुन भए पनि व्यवहारमा अमल हुँदैन, जहाँ नागरिकका आधारभूत अधिकार सुनिश्चित हुँदैनन्, जहाँ मातृ शिशु अधिकार, महिला अधिकार, जन्मदर्ता, नागरिकता सबै झेल्नुपर्छ। अब प्रश्न एउटै छ, हामी कुन समाजवादको कुरा गर्दैछौँ, कुन संविधानको कुरा गर्दैछौँ? देशको प्रशासन यस्तो छ कि नागरिकको अधिकार सुनिश्चित गर्न सक्दैन, तर यहाँ एउटा आशा पनि छ। देशको युवा, समाजको सचेत नागरिक र मानव अधिकारका पक्षधरहरूले अब आवाज यति बेला उठाइरहेका छन्। जनजी आन्दोलनले पुरानो राजनीतिक अहंकारलाई चुनौती दिइसकेको छ। अन्जुको जस्तो घटनाले हामीलाई चेतावनी दिएको छ, सिस्टम सुधार्नु अपरिहार्य छ। अब दर्शकबिन, तपाईलाई मेरो के प्रश्न छ भने, के हाम्रो प्रशासन सुधार योग्य छ कि छैन? के हामीले नागरिकको अधिकार सुनिश्चित गर्ने समाज निर्माण गर्न सक्छौं कि सक्दैनौं? अथवा पुरानो हिंसात्मक प्रक्रिया विहीन शैलीको राजनीति अझै कायम रहला? यो घटना केवल अन्जुको कथा होइन, यो देशको वास्तविकता, समाजको संरचना र प्रशासनको चरित्र, कानुन र संवैधानिक व्यवस्थाको परीक्षण हो। यो घटना हामी सबैको चिन्तना जगाउने हो। यो घटनालाई तपाईहरू कसरी हेर्नुहुन्छ? के यो प्रणाली सुधार योग्य छ? के हामीले नागरिक अधिकार सुनिश्चित गर्ने समाज बनाउने छौं? तपाईको विचार तल कमेन्टमा अवश्य राख्नुहोस्। यो बहस यहीबाट सुरु हुन्छ र देशभर फैलाउनुपर्छ। धेरै भन्दा धेरै यो भिडियोलाई शेयर गर्नुहोस्। दर्शकबिन, हामी कुन अधिकारको कुरा गर्दैछौँ, कुन संविधानको कुरा गर्दैछौँ जहाँ एउटा नागरिक अप्ठ्यारो परिस्थितिमा आफ्नो परिचय बनाउन नपाएर जिउँदै मर्न बाध्य हुन्छ। त्यस्तो घटना हाम्रो समाज र प्रशासनको वास्तविक चित्रण हो। बर्दियाकी 22 वर्षीय अन्जु थारू 15 वर्षकी हुँदा विवाह अघि नै गर्भवती भइन्। गाउँको पञ्चायतले उनलाई अनिल थारूसँग मन्दिरमा लगेर विवाह गराइदिए। 2075 मा उनी छोरीकी आमा बनिन्, तर जीवन त्यति सरल भएन। सम्बन्धमा खटपट बढ्यो, उनी माइती फर्किन् र अंशको माग गर्दै जिल्ला अदालतसम्म पुगिन्। अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नहुँदा उनले आफ्नो अंश आफ्नो नाममा ल्याउन सकिनन्। छोरीको जन्मदर्ता पनि हुन सकेन। कानुनी व्यवस्था रहे पनि स्थानीय प्रशासन र वडा कार्यालयको अवरोधले जीवन र अधिकार विघटन भयो। माइतीबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले रोक्यो। स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अन्जु अन्ततः कार्तिक 22 गते आत्महत्या गरिन्। 4 दिनमै उनका बुबा 61 वर्षीय कान्छा थारूले पनि आत्महत्या गरे। दर्शकबिन, यहाँ केवल व्यक्तिगत दुःख छैन, यो देशको प्रशासनिक क्रूप अनुहार हो, जहाँ कानुन भए पनि व्यवहारमा अमल हुँदैन, जहाँ नागरिकका आधारभूत अधिकार सुनिश्चित हुँदैनन्, जहाँ मातृ शिशु अधिकार, महिला अधिकार, जन्मदर्ता, नागरिकता सबै झेल्नुपर्छ। अब प्रश्न एउटै छ, हामी कुन समाजवादको कुरा गर्दैछौँ, कुन संविधानको कुरा गर्दैछौँ? देशको प्रशासन यस्तो छ कि नागरिकको अधिकार सुनिश्चित गर्न सक्दैन, तर यहाँ एउटा आशा पनि छ। देशको युवा, समाजको सचेत नागरिक र मानव अधिकारका पक्षधरहरूले अब आवाज यति बेला उठाइरहेका छन्। जनजी आन्दोलनले पुरानो राजनीतिक अहंकारलाई चुनौती दिइसकेको छ। अन्जुको जस्तो घटनाले हामीलाई चेतावनी दिएको छ, सिस्टम सुधार्नु अपरिहार्य छ। अब दर्शकबिन, तपाईलाई मेरो के प्रश्न छ भने, के हाम्रो प्रशासन सुधार योग्य छ कि छैन? के हामीले नागरिकको अधिकार सुनिश्चित गर्ने समाज निर्माण गर्न सक्छौं कि सक्दैनौं? अथवा पुरानो हिंसात्मक प्रक्रिया विहीन शैलीको राजनीति अझै कायम रहला?
यो घटना केवल अन्जुको कथा होइन, यो देशको वास्तविकता, समाजको संरचना र प्रशासनको चरित्र, कानून र संवैधानिक व्यवस्थाको परीक्षण हो। यो घटना हामी सबैको चिन्तना जगाउने हो। यो घटनालाई तपाईहरू कसरी हेर्नुहुन्छ? के यो प्रणाली सुधार योग्य छ कि हामीले नागरिक अधिकार सुनिश्चित गर्ने समाज बनाउने छौं? तपाईको विचार तल कमेन्टमा अवश्य राख्नुहोस्। यो बहस यहीबाट सुरु हुन्छ र देशभर फैलाउनुपर्छ। धेरै भन्दा धेरै यो भिडियोलाई शेयर गर्नुहोस्।